जुन तपाईं स्क्रिनमा देखिराख्नु भएको छ यो इन्सर्ट द मिसिङ क्यारेक्टरको प्रश्न हो। यो प्रश्नलाई सोलुसन कसरी गर्ने र यो प्रश्न चाहिँ असै 2075 सालमा सोधेको छ। एकदमै इम्पोर्टेन्ट। हेर्नुस् कति कडक तरिकाको के छ यसको त ट्रिकी लजिक छ है त। यसमा के गर्ने साथी हो, यो 6 मा के गर्ने 7 ले मल्टिप्लाई गर्ने। हेर्नुस् त 6 सत्य कति आयो 42 के। यसलाई 42 सम्झिने हो। तलदेखि माथिसम्म पुगौं हामी है त। 6 मा 7 ले मल्टिप्लाई गर्ने कति आयो 42 आयो। अब पुनः के गर्ने 42 मा 7 ले मल्टिप्लाई गर्ने। हेर्नुस् त 7 दुना 14 को 4 क्यारी कति आयो 1 आयो। 7 चौको 28 1 कति आयो 29 अर्थात 200 कति आयो 94 आयो। पुनः हामीले कतिले मल्टिप्लाई गर्नु पर्यो 7 ले। त 7 चौको कति आउँछ 28 को 8 क्यारी 2 आयो। यहाँ जेसुकै आओस् मतलब चाहिँ हामीलाई कति आन्सर आयो 8 आयो। अप्सन नम्बर के त सी इज राइट आन्सर। अब नेक्स्ट क्वेशन हेरौँ है त कति इम्पोर्टेन्ट छ। नेक्स्ट क्वेशन हेरौँ। यो जुन तपाईं प्रश्न देखिराख्नु भएको छ यो ब्याड टाइपको छ। हेर्नुस् त होइन त यो प्रश्न चाहिँ अफिसर 2070 सालमा सोधेको रहेछ है साथी हो। 2070 सालमा यो प्रश्न सोधेको छ। यसको सोलुसन कसरी गर्ने त हेर्नुस् कति मजाको प्रश्न छ है। एकदमै हाई लेभलको ट्रिक लाग्छ यसमा है त। यसमा के गर्ने नम्बर अफ के गर्ने साइड काउन्ट गर्ने है। नम्बर अफ के गर्ने साइड काउन्ट। हेर्नुस् त यो 3 ले ब्यालेन्स गर्नुस् त 1 2 3 हैन। यो 5 ले ब्यालेन्स गर्नु 1 2 3 4 5 हैन। सिमिलरली 1 2 3 4 5 हो के। अब यो 8 ब्यालेन्स गरौँ त 1 2 3 4 5 6 7 के त 8। त्यसो भए अब यसको बीचमा कति होला आन्सर अब मलाई तपाईहरु कमेन्ट गर्नुहोस् है त। अब नेक्स्ट फेरि पनि भिडियो तपाईहरुको लागि नेक्स्ट क्वेशन तपाईहरुको लागि रहेको छ र मलाई यसको कमेन्ट गर्नु होला। र यो खरिदार 2069 मा सोधेको छ साथी हो। तपाईहरुलाई भिडियो हाम्रो कस्तो लागिरहेछ कमेन्ट गर्नुहोस्। सक्दो शेयर गर्नु होला र तपाईलाई आईक्यू सम्बन्धी र म्याथ सम्बन्धी कुनै पनि समस्या भयो भने मलाई डाइरेक्ट कमेन्ट गर्न सक्नुहुन्छ नभए मलाई पेजमा मेसेज गर्न सक्नुहुन्छ। ओके सबैजनालाई धेरै धेरै धन्यवाद। सी यू इन नेक्स्ट भिडियो।